सम्पूर्णमा नमस्कार। नेपाली किसानको अथक प्रयासका बावजुद यी प्रकारका बालीनाले यहाँनिर हेर्न सक्नुहुन्छ। यो प्याज प्रशस्त मात्रामा हुर्किरहेको छ। तलतिरपट्टि यस्तो खालको खेतीबारी छ। यो बस्ती यस्तो आनन्दले रोडसँग सटेको छ र सुविधा सम्पन्न गाउँ हो यो धनकुटा जिल्लाको छखर जरपाटी गाउँपालिका। गाडीहरू यसरी सर्र आइराखेको अवस्था छ। अनि धेरै सुविधाले भरिएको र सुविधा सम्पन्न हुँदै गरेको यो एउटा धनकुटाको प्रतिनिधि गाउँ, एउटा प्रतिनिधि भिडियो मैले बनाएको छु। विभिन्न जात जातिले बसोबासले भरिएको यो गाउँमा विशेष गरी निर्वाहमुखी कृषि प्रणाली नै अहिलेसम्म रहेको छ भने क्रमशः यसले व्यावसायिकतातिर फड्को मार्दै गएको अवस्था छ। देख्न सक्नुहुन्छ यो केराको बगानहरू यसरी फस्टाएको छ। अब यो अहिले त एकदमै सुक्खा सिजन, मौसमको हिसाबले पनि अब यो एकदमै अब वसन्त ऋतुको आगमन भएको अवस्था छ। बस्ती यहाँनिर सबैभन्दा ठुलो बस्ती लिम्बू समुदाय छ। लिम्बू समुदायको आङ्ला प्रजाति रहेको छ। त्यसै गरी क्षेत्री ब्राह्मण समुदाय पनि रहेको छ। प्राकृतिक धाराहरू यसरी रहेका छन्। नेपाली किसानको जीवन यसरी नै अगाडि बढिरहेको अवस्था छ। अब बालीनाली प्रशस्तै लाउने चलन छ। बोट बिरुवा यो अहिले एभोकाडो फुलिरहेको अवस्था हो। यो एकदमै एभोकाडो यसरी फुलेको अवस्था छ। गाई गोठ यतापट्टि यो तरकारीमा बकुल्ला भन्छ। यो सिजनमा यो चिज हुन्छ। यसरी तरकारी बालीहरू प्रशस्त मात्रामा रहेको छ भने मौरीको परम्परागत मौरी पालन प्रणाली देख्न सक्नुहुन्छ। मौरीहरूको आवत जावत यसरी मौरीको घर हो यो। एभोकाडो यति राम्रो फुलेको छ, यहाँलाई देखाउन चाहन्छु। यसै गरी दिनचर्याहरू नेपाली किसानका बितिरहेको अवस्था छ। देशमा जस्तोसुकै परिवर्तन भए पनि खासै किसानलाई फरक पारेको छैन। किसानको चाहना समयमा मलबिउ उत्पादन गरेका कृषि उपजहरूको सहज बिक्री वितरण भण्डारणका कुराहरूमा सरकारी सहयोगको अपेक्षा छ। बजारको व्यवस्थापन